हेलो गाइज, वेलकम ब्याक टु न्यू ब्लग। के चाहिँ सन्चै हुनुहुन्छ होला? म नि सन्चै छु। 2-4 दिन कामको कारणले चाहिँ समय नभएको, अब भिडियो गराउन पाएको थिइनँ, भ्लग गराउन पाएको थिइनँ। आज चाहिँ गराएको छु धमाकेदार भ्लग। हजुरहरूले सुन्नै पर्ने, बुझ्नै पर्ने कुराहरू लिएर हजुरहरूको सामने आएको छु। किन भन्दाखेरि अब जुलाई इन्टेकको आउने सबै दाजुभाइ दिदीबहिनीहरू सबैजनालाई जापानको रुलहरू, जापानको नियमहरू मान्नै पर्ने, रुल एन्ड रेगुलेसन, जापानमा हुनुपर्ने आफूसँग व्यक्तिसँग हुनुपर्ने अनुशासन, डिसिप्लिनहरू के हो। त्यसको कारण चाहिँ म एकजना साथीलाई सोध्न गइरहेको छु। हजुरहरूले बुझ्नु होला, जतिजना आउनु लाग्नु भएको छ जुलाई इन्टेकमा सियो झरेको छ, उहाँहरूले मान्नै पर्ने कुराहरू। टोकियोमा पनि अब हाम्रो एकजना नेपालीलाई पुलिसले पक्राउ गरेको छ। अब के कारण हो त्यो हजुरहरूले न्युजमा हेरेर थाहा पाइसक्नुभयो होला। ओसाकामा एकजना लेडिजको सुसाइड भयो। अब जापानमा यस्तो घटनाहरू दिन प्रतिदिन बढिरहेको छ। त्यही भएर अब बुझ्नुपर्ने कुराहरू हजुरहरू के छ बुझ्नु होला। म चाहिँ भन्न गइरहेको छु साथीहरूलाई, साथीको थ्रोबाट हजुर म भन्न गइरहेको छु। साथीलाई चाहिँ सोधेर के हुन्छ कस्तो हुन्छ बुझ्नु होला हजुरहरूले। एन्ड अब हजुरहरूले मान्नु होला, त्यो कुराहरू कन्सेप्ट दिमागमा राखेर आउनु होला। यहाँको रुल्सहरू कति गाह्रो छ सबै कुरा साथीले भन्छ। म चाहिँ ल साथीलाई सोध्नु गएँ। साथी, तिमीलाई स्वागत छ मेरो युनिक भ्लगमा। हेलो, थ्याङ्क यू साथी, थ्याङ्क यू। के छ, सन्चै छौ? एकदम। यो चाहिँ आज पहिला हामी चाहिँ छोटो कि हामीले तुल्जा भन्दै साथी। यो चाहिँ हामीलाई चाहिँ जापानले हामीलाई माया गरेर ल खाए, दुईटाले खाइ भनेर हामी चाहिँ घुम्न आइरहेको छौँ नि त माथितिर। त्यो चाहिँ हामी दुईटालाई दिएको। गर्मी चाहिँ हामीले जुस पनि ल्याएको थियौँ, जुस खाएर भ्याएर बाटोमा हिँड्दै आएर खाएर। अनि यो चाहिँ हामी चाहिँ यस्तो जङ्गल छ क्या, यस्तो जङ्गलमा आएर बसेका छौँ, केही पनि छैन, यस्तो पुरै साह्रै जङ्गल छ। ल अब म साथीलाई सोध्न गइरहेको छु, हजुरहरूले हेर्नु होला। साथी, अब आउने जुलाई इन्टेकमा आउने जतिजना हुनुहुन्छ नि त सियो झरेको या अब अप्रिलमा इन्टेकमा अप्लाई गर्ने जतिजना नेपालमा जापानी भाषा पढिराख्नु भएको छ, तिनीहरूलाई अब प्रोसेसहरू गर्नुदेखि लिएर अब यहाँसम्म आउनुपर्ने के चाहिन्छ, कस्तो लाग्छ हजुरलाई, के गर्नु पर्ला जस्तो छ? फर्स्ट अफ त युनिक भ्लगमा सबैलाई स्वागत छ। ल साथी, अब तिमीलाई म अर्को कुरा सोध्न गइरहेको छु कि अब जति पनि अब जुलाई इन्टेकमा लागि आउँदै हुनुहुन्छ, अब उहाँहरूले यहाँ जापानको रुलहरू मान्नुपर्ने होइन, यहाँको रुल नियमहरू, यहाँ आफूले अब आफूमा हुनुपर्ने डिसिप्लिनहरू, आइसिएचओहरू भन्दाखेरि अब आफूले जापानिजहरू भेटिँदाखेरि गर्नुपर्ने कुराहरू, कन्भर्सेसनहरू कतिको चाहिँ हुनुपर्छ, अलि कतिको हुँदाखेरि चाहिँ अलि त्यो टार्गेटबाट बस्न सकिन्छ। जस्तो कि नेपाली आउँदाखेरि अब जापानिजबाट बस्न सकिन्छ, जापानिजहरूले राम्रो मान्छ, कस्तो बिहेयर, कस्तो व्यवहार हुन्छ नि त, त्यसले गर्दा हुन्छ। तिमीलाई के छ? साथीले एकदमै राम्रो गुड क्वेसन गर्यो होइन। जापानमा चाहिने भनेको चाहिँ नम्बर 1मा चाहिँ अनुशासन है। अनुशासन हामी मेन अफ चाहिँ नम्बर 1मा चाहिँ जापानमा चाहिने भनेको चाहिँ अनुशासन है। डिसिप्लिन चाहिँ एकदमै जरुरत छ जापानमा है। अहिले एकदमै जापानको नियमहरू यति टाइट भएको, यति कडा भएको कि होइन, दिनदिनै रुलहरू चेन्ज भइरहेछ क्या। तपाईँहरूले गर्न नहुने कामहरू, गर्न हुने कामहरू चाहिँ हामी सर भनिदिन्छौँ होइन। यहाँ चाहिँ डिसिप्लिन बनाउनुहोस् होइन, आफू सक्षम हुनुहोस्। आफू यहाँ चाहिँ कस्तो रहेछ भने तपाईँको गएको स्कुलमा राम्रो बन्न नि तपाईँको काममा अब काम लागेको हुन्छ नि त। आएर कति दिनमा, 1 महिना, 15 दिनमा, 2-4 दिनमा, हप्तामा काम लागिन्छ नि। आफूले बेस्ट राम्रो गर्ने भनेको कामबाट राम्रो गऱ्यो भने पनि कामबाट यो मान्छेले चाहिँ काममा यस्तो फोकस गर्छ, काम गर्छ, काम एक दुनी यासुमी बिदा बस्दैन भनेर कामको मान्छे बोसहरूले आएर गएकोमा भन्यो भने त्यो इमेज एकदम राम्रो भयो क्या त्यसको। गएकोमा या भाषा पढ्नै नजानुहोस् क्या, हिरागाना कातागाना पढ्नै नआओस्, त्यो राम्रो भन्यो क्या जापानको। भनेपछि चाहिँ यहाँ चाहिँ 1 नम्बरमा त भनेको डिसिप्लिन है। तपाईँहरूले आएपछि थाहा पाउनुहुनेछ, बाटोमा जति पनि मान्छेहरू भेटिन्छ आइसच एकदमै इम्पोर्टेन्ट छ होइन। न्युरिनी अब भएको चाहिँ मास कोन्निचिवा, कोन्बाङ्गा भन्ने न्युरिनी। अनि बाटो हिँड्दाखेरि साथीभाइहरू त्यो अङ्गलबारी नहिँड्ने होइन, अरू कुरा गल्तीमा हात हाली हिँड्नु हुन्न। अहिले नियमहरू धेरै कडा भइरहेछ। तपाईँहरूको आफन्तहरू हुनुहुन्छ होला, सोधपुछ गर्नु होला, एकचोटि आउनुभन्दा अगाडि प्रिपेयर गरेर आयो भने धेरै सजिलो हुन्छ क्या जापानमा। अहिलेहरू नियमहरू धेरै कडा भएको छ। तपाईँहरू साइकल लिएर हिँड्नुहुन्छ, साइकलमा इयरफोन लाउनु पाइन्न होइन। अनि हो हल्ला गरी हिँड्नु पाइन्न। होस्टेलमा बस्नुहुन्छ तपाईँहरू, रातिसम्म हल्ला गर्न पाउनुहुन्न होइन। तपाईँहरूले चुरोट खाने बानी होला, चुरोट खाएर त ठुटाहरू जता पाए त्यतै फाल्नुहुन्न होइन।
होइन गोमीहरू फाल्ने ठाउँहरू हुन्छ टक्क फाल्ने उम्, त्यही हो अहिले नियमहरू धेरै कडा भइरहेछ हाम्रो चाहिँ फेरि एकदमै गएको एकदमै कडा छ है हामी चाहिँ नियमित रूपमा अब नियम पालना गरेन भने दिनकै लेक्चर खानु परिरहेछ तर हामीले चाहिँ खानु परेन अहिलेसम्म खाने मान्छेहरूले खाइरहेछन् अब नाम तोक्नुहुन्न त्यस्तो भइरहेछ अब त्यही हो जापानमा चाहिँ आफू सक्षम भएर आउनुहोस् म गर्न सक्छु भनेर आउनुहोस् राम्रो छ होइन त्यही अब नेपालमा जस्तो भए बाउको उडाउने बाउ आमाको उडाइदिने गरेर त्यस्तो साथीभाइ हल्ला गरी हिँड्ने त्यस्तो माइन्डसेट चाहिँ त्यस्तो नगर्नु होला यहाँ आएर चाहिँ नियम टु नियम पालना गर्नु होला जापान राम्रो छ है बाँकी कुरा फेरि युनिकबाट सुनिदिनुहोस् ल अब सबै कुरा अब हुनुपर्ने नियम यहाँको डिसिप्लिनहरू जति छ त्यति चाहिँ हजुरले बुझिसक्नुभयो साथीले के भन्ने त्यो कुराहरू माइन्डमा सेट गर्नु होला हजुरहरू जतिजना आउँदै हुनुहुन्छ जुलाई इन्टेकमा अप्रिल इन्टेकमा चाहिँ अप्लाई गर्ने सोचिराख्नु भएको छ भाषा गराउनु होला सबभन्दा यहाँ सबभन्दा के छ भन्दाखेरि हाम्रो जापानमा मेन रुल मान्नुपर्ने भनेको भाषा छ फर्स्ट अफ अल त भाषा अब भाषा भन्दा अब भाषा भयो आफू भाषा त छँदैछ आफूसँग भाषा भन्दा नि मेन त्यस पछाडिको कुरा भनेको डिसिप्लिन आफू चाहिँ कतिको छ आफूले कतिको मेहनत गर्न सकिन्छ कामहरूमा पढाइहरूमा सबै कुरामा लगेर फोकस गर्न सक्ने आफूमा डिसिप्लिन अब गर्दाखेरि त्यसमा छ अनि त्यस पछाडि रह्यो अब अर्को कुरा भने चाहिँ अब हामीहरू अब यहाँ के छ भन्दाखेरि अब हाम्रो त यो ठाउँमा भनेको अब हामी हिरोसिमाको मुरो भन्ने ठाउँमा हामी आइरहेछौँ होइन साथी अब आएपछि हाम्रो यहाँ त्यस्तो खासै हामीलाई त्यस्तो गाह्रो छैन अब गाह्रो छ तर त्यतिको गाह्रो छैन सिटीहरू जस्तोमा जस्तो कि टोकियोमा अब एकजना नेपाली हाम्रो ब्रदर दाइ हो भाइ हो उहाँलाई समातेछ होइन पुलिसले अब समातेर लग्यो उहाँलाई अब त्यो एउटा फोहोरको कारणले गर्दा एउटा यस्तै अब क्यानको कारणले गर्दा उहाँलाई समातेर लगेर गयो पुलिस लगेर गयो भने अब पछि उहाँलाई अब नेपाल फर्काउँछ या फर्काउँदैन अब के कस्तो छ त्यो त अब उहाँहरूको हातको कुरा हुन्छ अब उहाँको कन्सिडेन्सीदेखि लिएर उहाँको फ्यामिलीदेखि लिएर अब के गर्न सक्नुहुन्छ अब हामीले त केही गर्न सकिँदैन अब हामीले के गर्न सक्ने भनेको हो नेपालीको नाताले के गर्न सक्ने सकिँदैन अब जतिजना आउँदै हुनुहुन्छ अब साथीले भनिसक्नु भयो अब के गर्नुपर्छ रुलहरू अब नियमहरू आफूले गर्नुपर्ने कुराहरू डिसिप्लिनहरू त्यो भइसक्यो अब त्यही हो राम्रोसँग आउनु होला भाषा गराउनु होला फर्स्ट अफ अल अब काम यहाँ पाउँदैन जापानमा दिन प्रतिदिन मान्छेहरूको घटनाहरू बढिरह अब नराम्रो कुराहरू घटनाहरू घटिरहेको होइन नराम्रो कुराहरू भइरहेको छ नराम्रो घटनाहरू घटिरह अब यहाँ सुसाइड गर्नेदेखि लगेर अब नेपाल फर्किनेदेखि लगेर यहाँ सबै कुराहरू भइरहेछ अब हामी पनि कति बेला फर्किन्छौँ त्यो अब हामीलाई पनि थाहा न अब हामीले त्यो गर्छौँ भनेर पनि भएन हाम्रो पनि त अब ब्याड लक सुरु भयो भने चाहिँ हामीलाई नि गाह्रो छ मलाई गाह्रो भइरहेको फर्स्ट अफ अल त होइन मलाई पनि त्यस्तै गाह्रो भइरहेको यहाँ किनकि कामबाट मेरो पनि कम्प्लेन आएछ म अब एक दिन काममा त्यो बिहानखेरि नउठेर काम जान सकिएन मैले त्यति भनौँ अरू सबै कुरा नभनौँ काममा जान सकिएन काममा जान नसक्दाखेरि अब एकचोटिको लागि चाहिँ त्यो भएको छ मलाई जो अब एकचोटि हुन्छ नि त चान्स दिएको छ अब मैले काम नजान नसकेर मैले यहाँ काम जानुभन्दा अगाडि काममा बिदा बस्न चाहनुहुन्छ भने एक दिन अगाडि भन्नुपर्ने हुन्छ गाहकलाई होस् या काम गर्ने मान्छेलाई इन्फर्मेसन दिनुपर्नेमा अब मैले दिन नसक्दाखेरि अब मैले थाहा नै भएन मोबाइलको अलार्म पनि बाजेन त्यस्तै अब बिहान 4 बजे जानुपर्ने थियो त्यो थाहा नहुँदाखेरि अब ढिलो सुतेर निन्द्रा नभएर 10 मिनट लेट जाँदाखेरि मलाई चाहिँ कामदेखि त्यस्तो कम्प्लेन आएर मलाई चाहिँ 1-2 दिन छुट्टी राखेको छ त्यही भएर अब सबैजनालाई मैले भोगिरहेको छु अब मैले भोगेँ नि त अब 2-4 दिन मलाई यसो छुट्टी भएपछि अब सम्झी मलाई त 20-25 हजारको घाटा भयो नि त अब 20-25 हजार भनेको अब हामी स्टुडेन्टहरूको लागि त बहुत ठुलो कुरा हो अब रुम भाडा तिर्नुपर्छ बत्ती बिल मोबाइल बिल त्यस पछाडि अब सबै कुराहरू अन्य लगेर रुम भाडा बत्तीहरूको लागि लगेर सबै खानेकुरा आफूलाई सब रासनहरूमा लगेर अनि सबै कुराहरूमा अब आफूले खाने लगाउनेदेखि लिएर सब कुरामा म्यानेज गर्ने पैसा त गयो त अब हामीलाई त्यस्तो गर्नुपर्ने हामी त्यस्तो भयो त्यही भएर हजुरहरूले त्यही हो जतिजना आउँदै हुनुहुन्छ नेपाली अब दाजुभाइ भएको नाताले राम्रोसँग भाषा गराउनु होला त्यही हो सब भन्दा पहिला फर्स्ट अफ अल आफ्नो कन्स्टिट्युन्सीलाई जानकारी दिनु होला कहाँ कुन सिटीमा जाँदैछु के हो त्यो सिटीको नाम अनि हाम्रो के छ त्यहाँको रुलहरू के छ मान्नु त्यो सोधेर आउनु होला कतिपय कन्स्टिट्युन्सीहरूले अब त्यहाँ सिटी हो भनेर यस्तो गाउँहरूमा हुन्छ नि त गाउँहरूमा पार्ने हुन्छ अब हाम्रो त गाउँ नै हो गाउँ नै भनेर हामी गाउँमै आयो हामीले त जानेर यस्तो बुझेर यहाँ पहिला आएको दाइहरूसँग कन्ट्याक्ट भएर हामी त्यसरी आयो अब हजुरहरू त्यतिसम्म बुझेर आउनु होला अब यहाँ आइसकेपछि अब गर्नुपर्ने डिसिप्लिनको कुराहरू साथीले भनिसक्यो अब यहाँ आइसकेपछि हामीले कतिको सेभिङ गर्ने के गर्दा सेभिङ हुन्छ त्यो फेरि साथीको बाटो जान्छ मलाई त्यति थाहा छैन ल तिमीले भन्नुपर्छ अब सेभिङ भन्नाले अब सेभिङ कतिको मलाई चाहिँ अहिले जसमा लाग्छ होइन
यो सिटीहरू हुन्छ नि टोकियो ओसाका टोकियो त अहिले सकभर अब बुझेअनुसार चाहिँ अहिलेलाई एकदमै काम नपाउने चान्स धेरै हुन्छ है। टोकियो अहिले राम्रो भनेको ओसाका नागोया यस्तो यस्तो सिटीहरू छ। हामीलाई त्यति थाहा छैन भए पनि बुझेअनुसार होइन। तर सेभिङ चाहिँ कसरी गर्न सकिन्छ भने अब सेभिङ चाहिँ हामी पनि सायद अब भनौँ न घुम्ने ठाउँहरू भएको भए घुम्न हिँडिन्थ्यो होला होइन, खर्च हुन्थ्यो। तर हाम्रो चाहिँ घुम्ने ठाउँ छैन, यस्तै छ जङ्गल हेर्ने हो सिन हेर्ने हो यही हो जङ्गलहरू त्यही गर्ने हो। खासै हाम्रो चाहिँ खर्च हुने ठाउँै छैन क्या। लुगा लाएर आएको यही हो, नेपालबाट लाएर यही जुत्ता यही हो होइन, ट्र्याकहरू चाहिँ यही हो अर्कै होला। तर सर्टहरू नि यही भनौँ न यही लाएर हो अहिलेसम्म यही चलिरहेको। लुगाहरू नि एउटा खर्च पनि भएको छैन होइन, एउटा फोहोर पनि भएको छैन, लगाएकै छैन क्या। जति पनि ल्याएको छ नेपालबाट कपडाहरू सबै सुर्केसमै प्याक छ। त्यही भएर ठिकै छ। अब 2 वर्षसम्म हामी नियोनको भाषाको पढ्ने हो स्कुल होइन। 2 वर्षसम्म चाहिँ हाम्रो चाहिँ खर्च हुने ठाउँ छैन क्या। अब होस्टेलको यता बिलहरू खर्चहरू भनेको 6 महिनासम्म हाम्रो आउँदैन होइन। 6 महिनापछि आउँछ, अब कति आउँछ त्यही अनुसारले हेर्नु होला भन्दै जान्छौँ हामी होइन। कति आउँदो रहेछ बिलहरू भनेर इन्फर्मेसन गर्दै जानेछौँ। अनि अहिले चाहिँ अब हामी भर्खर महिना पुग्नु लाग्छ। स्यालेरी अब आउँछ होला सायद महिना पुगेपछि 2-4 दिनमा त्यति आउँछ। अनि त्यही अनुसारले भन्ने छौँ हामी पनि होइन। त्यही हो। अब बाँकी अपडेटहरू हेर्दै जानु होला। यो भ्लगलाई चाहिँ सक्दो सेयर सब्सक्राइब हानिदिनु होला होइन, माया गरिदिनु होला। अब चाहिँ अब भोलि नेक्स्ट भ्लग चाहिँ भोलि आउँदैछ। अब के भनौँ साथी, अब लास्टमा छुट्टिने बेला होइन। अब लास्ट अन्तिममा आइसकेको छौँ। अब एउटा मैले क्वेसन गर्न गइरहेको छु हजुरलाई। अब छोरा मान्छे भइसकेपछि बाहिर आएपछि भोग्नुपर्ने अलिक कुरा, छोरा होस् या छोरी होस् दुइटैले भोग्नुपर्ने, बाहिर आइसकेपछि घर छोडिसकेपछि भोग्नुपर्ने कुराहरू अलि कस्तो छ? यस्तो हो के जिन्दगी भनेको नै जब घरबाट होइन झोला बोकेर हिँडेपछि, जब घरबाट आमाको साथ छोडेर हिँडेपछि थाहा हुँदो रहेछ क्या साथी जिन्दगी के हो। छोड्न त छोडेन थियो होइन। अब हामी गाउँघरबाट अब काठमाडौँसम्म हिँडिन्थ्यो। त्यो चाहिँ कस्तो हुँदो रहेछ नि, तिम्रो अब 15-20 दिनमा यसो मन लाग्यो भने त घर जान्छु भनेर हिँड्नु पायो नि त। तर यहाँ आएपछि 2-4 वर्ष त ढुक्कै हो। अनि जब यो परदेशको लागि भनेर घर छोडेर झोला, जब काँधमा झोला बोकेर आमाको साथ छोडेर आमाले पकाएको खाना छोडेर हुन्छ नि, जब त्यति बेला थाहा हुँदो रहेछ क्या होइन। एउटा घाँस के हो, अनि घर बाउको दुःख के हो, बाउले गरेको सङ्घर्ष के हो, त्यहाँबाट बुझ्दै जानु रहेछ साथी। मनै छोयो यार मेरो त गाइड। कस्तो लाग्यो हजुर गर्नु र केटा मान्छे यस्तो भोग्नुपर्छ। अब साथीले भनेको कुराले मेरो त मन छोयो। अब हजुरलाई कस्तो हुन्छ त्यो दिनु होला, हजुरले सजेसन हामीलाई दिनु होला। अब राम्रो लागेमा हजुरले लाइक कमेन्ट सेयर गरिदिनु, नराम्रो लागेमा गाली केही पनि नगरिदिनु होला, यही भन्न चाहन्छु होइन साथी। अब के भन्ने र यही त हो, यही हो। अरू केही भन्ने छ कुरा? बाँकी अब हामी पनि अब टाइमहरू आज गएर फुटबल खेल्दैछौँ, फुटबल खेल्दैछौँ। अब यो चाहिँ जापानी दिए हामी यहाँ खाएर यहाँ चाहिँ भित्र दिएछ। यो अब खान्जीहरूमा छ त्यस्तो। खान्जीहरू हामीलाई त्यतिको आउँदैन। अब यहाँ जापानमा जतिजना हुनुहुन्छ जान्नेहरूले पढेर कमेन्टमा लेखिदिनु होला, त्यही भन्न चाहन्छु। त्यो चाहिँ हामीलाई जापानिजले माया गरेर दिनुभएको क्या। भर्खर एकदम मिठो छ। भर्खर पसलबाट किनेर निक्लिनु भएको रहेछ। हामी नेपाली भनेपछि फेरि जापानिजहरू यति भुतुकै हुन्छ नि। तपाईँहरूले यति विचार गर्नु कि जापानमा दुःख मात्र छ भनेर नसोच्नु क्या। यहाँ आएर तपाईँले सङ्घर्ष गर्नुहोस्, मेहनत गर्नुहोस्, उनीहरू जापानिजहरूले यति माया गर्छन् होइन, त्यो यहीँ आएर थाहा हुन्छ क्या। त्यही भएर अब कतिपय मान्छेहरूले भ्लगमा मैले देखिरहेको हुन्छु होइन, जापान नआउनु दुःख छ भन्छ क्या। जापानमा दुःख छ होइन। कस्तोलाई दुःख छ भन्दाखेरि नेपालमा जसरी नै बाबुआमाको खाएर साथीभाइ भनेर अब 2-4 पैसाको आम्दानी छैन, जहिले आमा बाउको पैसा उडाउने, त्यस्तो गरेर त्यस्तो बानी परेहरूलाई चाहिँ गाह्रो छ जापान। यहाँ आएर दुःख लाग्छ होइन। हामी जस्तो अब नेपालबाटै दुःख गरेर आफैले आफ्नै खुट्टा बनाउँछु, आफ्नै खुट्टामा उभिन्छु भनेर आएकोलाई चाहिँ जापान ठिकै छ है जस्तो लाग्छ है मलाई चाहिँ। मलाई चाहिँ त्यस्तो दुःख लागेको छैन है साथी। अब आएकोबाट 2-4 दिनमै काम भइहाल्यो होइन। अब 2-3 दिनमै काम भयो हाम्रो जति पनि साथीहरूको 2-4 दिनमै भयो, बढीमा 1 हप्ता होला भनौँ न भयो। कामहरू नि राम्रै छ अहिलेसम्म, राम्रै गरिराखेको छ। 1 महिना भयो। अब आउने दिनहरूमा पनि राम्रै गर्नेछौँ होइन। ती कुराहरू
कुनै कुराहरू छुटपुट युनिकबाटै सुन्नु होला होइन। अरू अपडेटहरू भोलि या पर्सि ब्लगहरूमा आउने ब्लगहरू डेली हेर्नु होला, त्यसमा इन्फर्मेसन हेर्नु होला। लेट्स सी गाइज। ल बाई बाई साथीहरू, हेर्नु होला। हामी चाहिँ जहिले अब जुलाई इन्टेक आउने साथीहरूलाई सबैलाई सजेसन दिन गइरहेको हुन्छु। जहिले अब हजुरहरूलाई दिनेछौँ कि हजुरहरूले हेर्नु होला, जहिले युनिक भ्लगमा गएर हेरेर अनि हजुरहरूले बुझ्नु होला कि अब आउने जति जुलाईमा इन्टेकमा जतिजना आउँदै हुनुहुन्छ उहाँहरूले गएर हेर्नु होला कि के कुराहरू बुझ्नुपर्ने छ। अहिले जापानमा रुलहरू कति कडा भइरहेको भन्नु होला। हामी जहिले भनिरहेको छ। आजलाई चाहिँ यति नै। लेट्स बाई, नेक्स्ट भिडियो लिएर आउनेछु भोलि।